युएसको स्टेट्सहरुको नाम थाहा छ नि है भन्देऊ न Alabama, Alaska, Arizona, California, Colorado, Delaware, Florida, Georgia, Hawaii, Idaho, Illinois, Indiana, Kansas, Kentucky, Maine, Massachusetts, Michigan, Minnesota, Mississippi, Montana, Nebraska, New York, North Carolina, North Dakota, Ohio, Pennsylvania, then South Dakota, Carolina, Tennessee, Texas, Utah, Vermont, Virginia, Washington, West Virginia, Wyoming. कतिवटा स्टेट छ आरब टोटल 49. 49 हो बाबुको फेभरेट स्टेट्स कुन हो नि New York. न्युयोर्क हो तिमी न्युयोर्कमा बस्छौ हो अनि आज हामी कुन स्टेट जान लागेको आरब आज हामी Virginia. भर्जिनिया अनि भोलि हामी कुन स्टेट जाने भोलि हामी मेरील्यान्ड ओके आरब अरु कुन स्टेट्स गइसक्यौ नि तिमी डेलावेयर पनि गइसक्यौ अरु क्यालिफोर्निया जाने हामी भोलि पर्सि है हामी गइसक्यो त्यहाँ हामीले मेरो त लाइट ल्याथ्यो नि नाइटको त्यो क्यालिफोर्नियाबाट ल्याएको भर्जिनियाबाट ल्याएको थियो नि हामीले अस्ति आरब तिमी अनि तिम्रो फेभरेट वेदर कुन हो नि my favorite weather thunderstorming Why? because it's light and dead light अनि तिमीलाई डर लाग्दैन त फेरि अस्ति नै डर थियो त अहिले चाहिँ लाइट भएको र त्यो वाला अनि तिमीलाई नेपालको स्टेट्सहरुको नाम पनि थाहा छ के थाहा छ रे नेपालको कुन ठाउँ थाहा छ रे बाबु नेपाल कहाँ गएको छ बाबु तिमी गुराती अनि अरु काठमाडौँ अरु तनहु अरु That's all टीबाट आउने ठाउँ पनि गएको छ तिमी पोखरा पनि गएको छ अनि सीबाट आउने ठाउँ नि भबाट आउने ठाउँ के भबाट आउने ठाउँ पनि गएको छ भरतपुर पनि गएको छ सीबाट आउने चितवन अनि बाबुको नेपालमा चाहिँ फेभरेट ठाउँ कुन हो नि गुराती हो अनि युएसमा चाहिँ तिम्रो सबैभन्दा फेभरेट ठाउँ कुन हो रे न्युयोर्क हो अनि तिम्रो नेपालमा चाहिँ फेभरेट पर्सन को छ नि नेपालमा थाहा पाएन तिमीलाई घाम लाग्दाखेरि रमाइलो लाग्छ कि पानी पर्दा नि आरब घाम लाग्दा किन पानी पर्ने बेलामा प्लेग्राउन्ड जानु भएन तर सनी भयो भने चाहिँ प्लेग्राउन्ड जानुहुन्छ त्यहाँ घाम लाग्न मनपर्छ हो अनि तिमीलाई विन्टर सिजन मनपर्छ कि समर सिजन मनपर्छ कि स्प्रिङ विन्टर किन विन्टर हामी स्नोम्यान बनाउनुहुन्छ भनेर ए ओके अनि स्प्रिङ सिजन नै मनपर्छ तिमीलाई अहिलेको हाम्रो स्प्रिङ सिजन हो नि मनपर्छ किन बाबा स्प्रिङ सिजनमा इस्टर हो र अनि फुलहरु पनि फुल्छ त्यही भएर हो अनि तिम्रो भाइको नाम के हो नि राघव तिम्रो भाइ कति मनपर्छ 1000 अनि भाइ कति क्युट छ 1000 हो हामीले बेबीहरुलाई माया गर्नुपर्छ कि पर्दैन रे आरब पर्छ कति माया गर्नुपर्छ 1299 अनि आरो तिमीलाई स्कुलमा चाहिँ के मनपर्छ नि स्कुलमा टिचरले होमवर्क दिन्छ तिमीलाई स्कुलमा दिन्छ अनि मेरो फेभरेट चाहिँ ब्लक वुडन ब्लक्स अनि म्याग्नेट टाइल्स हो अनि टिभी पनि हेर्न पाइन्छ टिभी के स्कुलमा तिमीलाई टिभी हेर्न मनपर्छ कि पर्दैन नि मनपर्छ
मनपर्छ अनि त्यसपछि टिचरले सन्डे मन्डे पनि पढाउनुहुन्छ तिमीलाई स्कुलमा तिमीले सन्डे मन्डे जानिछौ स्पेलिङ पनि भनेर भन्न जानिछौ वेडनेसडे को कस्तो रहेछ THURSDAY अनि बाबु सन्डे मन्डे के तिमीले फ्रेन्च ल्याङ्ग्वेज पनि जान्छौ र ल ल भन त लन्डी मन्डी मेकर लन्डी मन्डी मेकरी जडी वेन्डरी वेन्डरी वेन्डी वेन्डरी सामेडी डिमान्ड र फेब्रुअरी जानिन्छ अरे Janvier, Februar, Mars, Avril, May, June, Juillet, Août, Septembre, Octobre, Novembre, Décembre. कुन ल्याङ्ग्वेजमा यस्तो France. हो त्यो चाहिँ फ्रेन्चमा हो ए अनि इंग्लिशमा नि भन्दा नि त नि January, February, March, April, May, June, July, August, September, October, November, December, Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday, Saturday. अनि नेपालीमा नि आएर आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, बुधबार, शुक्रबार, शनिबार. तिमीले अनि नेपालीमा वैशाख जेठ भन्न नि जानिछौ जाने छैन बाबुलाई नेपालको कुन महिना मनपर्छ नि नेपालको जनवरी एन्ड फेब्रुअरी हो नेपालको अनि अमेरिकाको चाहिँ कुन महिना मनपर्छ नोभेम्बर एन्ड डिसेम्बर हो अनि बाबु तिमीलाई प्लानेट्समा चाहिँ तिम्रो फेभरेट प्लानेट्स कुन हो नि अर्थ किन हो अर्थ फेभरेट प्लानेट अर्थ लिभिङ हो घर हामी यही लिभ गर्न पाएको भएर मान्छेहरू अर्थमा बस्न पाएको भएर तिमीलाई तिम्रो फेभरेट चाहिँ अर्थ हो अनि अरू के भएर तिमीलाई अर्थ फेभरेट लागेको थियो नि प्लानेट्समा अरू पनि धेरै प्लानेट्स छ नि त किन अर्थ नै फेभरेट लागेको ट्रीहरुसँग अक्सिजन भएन अनि अरू ट्रीहरुमा अरू प्लानेट्सहरुमा ट्री छैन ए अक्सिजन ट्रीजहरुमा अक्सिजन भएर के हुन्छ र आएर हाम्रो ब्रिथ गर्न मिल्छ अनि हाम्रो फिलिङहरु कामले रिल्याक्स आउँछ ए ट्रीजहरुले हाम्रो फिलिङ्सहरुलाई काम र रिल्याक्स बनाइदिन्छ ए अनि तिमीलाई के भन्छ रिभरहरु पनि मनपर्छ ओसनहरु पनि मनपर्छ ओसनहरुले के गर्छ त हामीलाई हामीले पानी खान दिन्छ तिमीलाई ओसन पनि मनपर्छ अनि बीच पनि मनपर्छ अनि प्लानेट्सहरुमा अरू प्लानेट्स के छ र बाबु एउटा त अर्थ भयो कतिवटा प्लानेट्स छ टोटलमा 8 9 के होला मर्क्युरी भेनस अर्थ मार्स सिरियस जुपिटर स्याटर्न युरेनस नेप्टुन हो अनि तिमीलाई के अरू के खानेकुरा मनपर्छ नि मलाई रम्पमको सुप मिक्स गरेर मनपर्छ रम्पमको सुप मनपर्छ अनि अहिले हामी त प्रकाश मामाको घरमा जान लागेको नि तिमी मामालाई के
बनाएर राख्नु भनेर भन्ने नि हामी। तिमीलाई के खान मन लागेछ? इङ्ग्लिस नुडल्स खान मन लागेछ? अनि तिमी अघि त्यहाँ रोक्दाखेरि के खायो नि? अघि बाबाले स्टप गर्नु भएको थियो नि गाडी, के खायो नि? डङ्किन डोनट अनि ग्रेप। डङ्किन डोनट ग्रेप खायो? ए तिम्रो फेभरेट डङ्किन डोनट हो? किन हो? किन हो? फ्लावर भएको डङ्किन डोनट खायो? किन हो डङ्किन तिम्रो फेभरेट भएको बाबु? स्वीट भएको र? अनि आरबले अघि प्लानेट्सहरूमा अरू प्लानेट्सहरू चाहिँ कस्तो छ मलाई भनिदेऊ नि त नि। राम्रो छ। सबैभन्दा बिगेस्ट प्लानेट कुन हो? जुपिटर। अनि स्मलेस्ट? अनि कोल्डेस्ट नि एकदमै चिसो हुने कोल्डेस्ट प्लानेट? नेप्टुन। किन हो नेप्टुनमा धेरै कोल्ड हुने? सनभन्दा धेरै टाढा छ? अनि त्यसो भए हटेस्ट प्लानेट कुन हो त नि? भिनस। किन हो भिनस धेरै हट हुने? मर्करी चाहिँ 800 डिग्री छ, तर मर्करी क्लोज छ, तर भिनस चाहिँ सेकेन्ड प्लानेट हो, तर क्लोज हुन सक्छ अलिकति हो, तर 1000 डिग्री छ के भिनसमा? त्यसो हो। अनि मुनमा नि मुन प्लानेट हो कि हैन? मुन भनेको चाहिँ our सोलर सिस्टममै छ? तर मुन चाहिँ यो मुन हुन्छ, तर धेरैवटा मुन हुन्छ सोलर सिस्टममा चाहिँ। र सबै प्लानेटको आफ्नै मुन हुन्छ हो? सबै प्लानेट अनि डोर्क प्लानेट। अनि अर्थको मुन हामीले देख्ने मुन चाहिँ अर्थको मुन हो र? अनि तिमीलाई डे टाइम मन पर्छ कि नाइट टाइम त नि? नाइट। किन हो नाइट मन पर्ने? नाइटमा भूत आउँछ। हैन, सुत्ने बेला भएर तिमीलाई नाइट मन पर्छ? अनि प्लानेट्सहरूमा सबैभन्दा बिगेस्ट लार्जेस्ट प्लानेट कुन हो? सन। प्लानेटमा सन नै हो नि र? जुपिटर हो? त्यसरी ठुलो चाहिँ सन हो। अनि त्यसपछि अर्को ब्लू कलरको प्लानेट भनेर कुन प्लानेट भन्दो रहेछ बाबु? युरेनस एन्ड नेप्टुन। अनि यो प्लानेट्सहरूमा मान्छे जानु मिल्छ मिल्दैन नि बाबु? हामी जानै मिल्दैन। किन हो? मर्करी, भिनस, मार्स, जुपिटर, स्याटर्न, युरेनस, नेप्टुन अनि अरूमा मात्रै जानु हुँदैन, तर अर्थमा मात्रै जानुहुन्छ। अनि मुनमा चाहिँ को मान्छेहरू जानु मिल्छ त नि? को जानु भएछ त नि अहिलेसम्म मुनमा? एस्ट्रोनट्सहरू मुनमा जानु भएको छ? हो। तिमी ठुलो भएपछि के बन्न मन लागेछ नि आरबलाई? पुलिस बन्न मन लाग्छ? न्युयोर्कको पुलिस बन्न मन लाग्छ? धेरै जसो चाहिँ डक्टर बन्न मन लाग्छ। धेरै जसो चाहिँ डक्टरहरूले के काम गर्नुहुन्छ र? हेल्दी बनाउन। अनि तिमीलाई किन हो त नि डक्टर बन्न मन लागेको? तिमीलाई किन हो त नि डक्टर बन्न मन लागेको? किड्सहरूको डक्टर बन्ने। तिमीलाई किड्सहरूको डक्टर बन्न मन लागेछ? द्याट्स गुड आइडिया। अनि तिम्रो स्कुलमा चाहिँ तिम्रो कतिवटा फ्रेन्ड्सहरू छ बाबा? 14वटा। अनि त्यो सबै फ्रेन्ड्सहरूलाई युरोपमा कतिवटा कन्ट्री छ, के कन्ट्री छ थाहा छ?
छैन तिमीलाई थाहा छ युरोपमा कुन कुन कन्ट्रीहरू छ थाहा छ धेरै थाहा छैन के थाहा छ त नि Vatican City United Kingdom